नमस्ते, सबैजना आरामै हुनुहोला, सन्चै हुनुहोला। अनि धेरैजनाको प्रश्न, धेरैजनाको मनका कुराहरू सुनिरहेको थिएँ, देखिरहेको थिएँ होइन। टिकटकमा, फेसबुकमा मेसेजहरू पढ्दै पनि थिएँ। अनि धेरैजनाको प्रश्नलाई देखेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। तपाईँ अमेरिका आउँदै हुनुहुन्छ, तपाईँको यात्रा चाहिँ पहिलोपटक हो भने धेरै कुरा ध्यान दिनुपर्छ। कसैले भन्नुहुन्छ यो लैजाने, यो नलैजाने, यो त किन्नै पाइँदैन, यो कुरा त अमेरिकामा पाइँदैन भन्नुहुन्छ कि त्यो सबै कुरा सत्य पनि होइन। तपाईँ कहाँ जानुहुन्छ, कुन स्टेटमा जानुहुन्छ, त्यो स्टेटमा अब के कुरा पाइन्छ पाइँदैन भन्नेमा भर पर्छ होइन। जहाँ पनि इन्डियन स्टोर हुन्छ, नेपाली स्टोर हुन्छ। म बसेको ठाउँमा चाहिँ सवारी साधनको कुरा गर्ने हो भने आफ्नो पब्लिक गाडीभन्दा अब ट्रेन केही पनि छैन, कारहरू मात्रै चल्छ होइन। त्यो हुँदाखेरि कार हुन अति आवश्यकता छ। नेपालबाट तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँले चाहिँ ड्राइभिङ सिकेर आउनुहोस् मजाले होइन। पहिलो कुरा भनेको ड्राइभिङमा पाएको हुने कि। अनि धेरैजना दिदीबहिनी आउनु भएको छ भने तपाईँहरूले चाहिँ अब के काम सिकेर आउने, के गर्ने भन्ने हुन्छ कि। सजिलरी नेपालीले चाहिँ पाइने काम भनेको अब मान्छेले धेरैले गर्नुहुन्छ, मैले त गरिनँ। पार्लरमा काम गर्नुहुन्छ कि, थ्रेडिङहरू, आइब्रोहरू गर्ने। अनि धेरै खर्च गरेर केही कुरा पनि नसिक्नुहोस् कि, किनभने यहाँ चाहिँ म बसेको ठाउँमा है, यहाँ चाहिँ जे कुरालाई पनि लाइसेन्स चाहिन्छ कि, यहीँको अमेरिकाकै लाइसेन्स चाहिन्छ कि। तपाईँहरूले चाहिँ म मिशिगनमा बस्छु होइन, मिशिगनमा चाहिँ तपाईँले यहाँ आएर आइब्रोको गर्नु छ भने पनि एस्थेसियन भनेर आइब्रोकै ट्रेनिङ, त्यो थ्रेडिङहरू गरेको लाइसेन्स लिनुपर्छ कि, कलेज जस्तै नै गएर। त्यो हुँदाखेरि नेपालमा धेरै मान्छेले 30-40 हजार, 50 हजार, 1 लाख खर्च गरेर ट्रेनिङ लिन आवश्यकता छैन। नर्मल ट्रेडिङ मात्र सिकेर आउँदा हुन्छ भन्छु कि म चाहिँ। अरू केही पनि नसिक्नुहोस्। सिक्न मन छ, पैसा खर्च गर्न मन छ, यहीँ गर्नुहोस्, किनभने तपाईँलाई यहीँको लाइसेन्स चाहिन्छ कि। यहाँको फरक छ कि। त्यो धेरै मान्छेले भन्दैन कि, मान्छेले यस्तो हुन्छ उस्तो हुन्छ भन्छ, सही कुरा भन्दैन होइन। त्यही भएर नेपालमा चाहिँ एउटा ड्राइभिङ सिक्नु होइन। छोरी मान्छे आउँदै हुनुहुन्छ, सामान्य काम गर्छु भन्ने छ भने नर्मल ठाउँमा गएर थ्रेडिङ मात्र सिकेर आयो हुन्छ भन्छु म चाहिँ होइन। अब छोरा मान्छे दाजुभाइलाई पनि ड्राइभिङ सिक्नु होइन। अनि बच्चासँग आउँदै हुनुहुन्छ भने गाह्रो हुन्छ होइन। यदि तपाईँहरू डिबीबाट आउँदै हुनुहुन्छ भने बच्चासँग छ भने त म त के भन्छु भने एकदम सबै कुरा बुझेर आउनु होइन। माहौल मनपर्छ पर्दैन। अनि डिपी परेर आउने मान्छेलाई चाहिँ आएको एक महिना जतिमा चाहिँ ग्रिन कार्ड पाइन्छ होइन। त्यो हुँदाखेरि ग्रिन कार्डमा 6 महिना यता बस्ने, 6 महिना उता बस्ने गर्न पनि मिल्छ कि। त्यो हुँदाखेरि तपाईँहरूले चाहिँ सबै नेपालमा भएको व्यवसायहरू छोडेर आउनुपर्छ भन्ने छैन। यदि तपाईँहरूले यहाँ बस्न असहजता भयो भने फेरि फर्किन पनि मिल्छ नि त। कोही हुन्छ सबै बेचेर आउने, त्यस्तो नगर्नु। किनभने यहाँको इन्भाइरोमेन्ट तपाईँलाई सुट हुन्छ हुँदैन होइन। यहाँ आउने बित्तिकै काम पाइन्छ पाइँदैन, कस्तो छ माहौल, अनि कुन स्टेटमा चाहिँ अलि सस्तो छ होइन। हामी बसेको स्टेटमा चिसो छ तर सस्तो छ धेरै कुराहरू होइन। त्यस्तो सबै कुराहरू चाहिँ बुझेर जानेर मात्र आउनुहोस् भन्छु कि म चाहिँ।